खर्वस्थूलतनं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं प्रस्यन्दं मधुगन्धलुब्धमधुपव्यालोलगण्डस्थलं दन्ताघातविदारिदारिरुधिरे सिन्धूरशोभाकरं वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम्। आदरणीय जिज्ञासु मित्रजनहरू, सदा जस्तै आज पनि यहाँहरूलाई यस पम वैकुण्ठ शरण नाम गरेको च्यानलमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। आउँ आज पनि हामी क्लासमा समावेश बनौँ। हुन त विवाह प्रकरणका धेरै कुराहरू बाँकी थिए। कतिपय विषकन्या योग, वेश्यागामी योग, एउटा सन्तान भएपछि विच्छेदन योग, हुँदै नभइकन विच्छेदन योग, हरेक कुराहरू थिए। तर मलाई कमेन्टमा धेरै साथीहरूले बार सन्तान प्रकरण लिएर आइदिनु भन्नुभएको हुनाले मैले यहाँहरूकै आग्रहलाई मानेर आज सन्तान प्रकरणको विषयमा कुरा गर्न गइरहेको छु। हो, गृहस्थी जीवनमा सबैभन्दा महत्त्वपूर्ण स्थान त्यही हुन्छ जब विवाह गरेर गृहस्थीमा प्रवेश गरेपछि सन्तानको आवश्यकता महसुस गरिन्छ। त्यसो भएको हुनाले सन्तान प्रकरण गृहस्थी जीवनको एक प्रमुख विषय हो भन्दा पनि अत्युक्ति हुँदैन। आउँ आज सन्तान प्रकरणको सुरुदेखि लिएर मैले अन्तिमसम्म गर्दै जानेको छु। यस्ता क्लासहरूलाई मैले सञ्चालन गर्दै नै जानेछु। कुन भावबाट कुन सन्तान हेरिन्छ, कुन सन्तानसँग मातापिताको अन्तिम अवस्थासम्म रहन्छन्, कसले सेवा गर्छन्, कसले गर्दैनन्, कस्ता सन्तान हुन्छन्, यी कुराहरू आउने छन्। तर आज पहिले हामीले आधारभूत कुरा जान्नुपर्ने भएको हुनाले मैले आधारभूत कुरा नै आजको क्लासमा प्रस्तुत गरेको छु। हामीले जहिलेसुकै पनि हेर्नुपर्ने हुन्छ लग्न भाव। कुण्डलीमा जम्मा 12वटा भाव हुन्छन्। मैले सुरुकै भिडियोमा प्रस्तुत गरिसकेको छु। हजुरहरूले त्यहाँबाट हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। लग्न भाव भनेको आफू हो। सर्वप्रथम हरेक काम गर्नको लागि आफू सक्षम हुनुपर्छ। त्यसका लागि लग्नस र लग्नेश दुईटा मजबुत हुनुपर्छ, एक नम्बर। दोस्रो नम्बर कुरा, सन्तान एक्लै हुँदैनन्। सन्तानका लागि पत्नीको आवश्यकता रहन्छ। त्यसो भएको हुनाले पत्नी भाव भनेको 7औं भाव हो। 7औं भाव हेर्नुपर्छ, किनकि पत्नी भाव सन्तान योग्य छ कि छैन, पत्नी कमजोर छन् वा सन्तान दिन नसक्ने अवस्थाका छन्, त्यो हेर्नुपर्ने हुनाले त्यसको विचारका लागि हामीले 7औं भाव हेर्नुपर्छ। अब त्यति त भयो। पति या पत्नी भएर मात्रै पनि सन्तान हुँदैनन्। सन्तानलाई संस्कार चाहिन्छ, किनकि कुनै पनि सन्तानमा कसैसँग माताको गुण बढी हुन्छ, कुनै सन्तानसँग पिताको गुण बढी हुन्छ, कुनै सन्तानसँग बराबर हुन्छ। त्यसकारण कस्तो संस्कार, कस्तो घर, कस्तो कुल परम्परा आदि इत्यादिको विचार गर्नको लागि हामीले पञ्चम भाव विचार गर्नुपर्छ। त्यस्तै अब कुल घरान संस्कार पनि हेरियो, पत्नी पनि हेरियो, आफू पनि लग्न भाव हेरियो। अब के चाहियो? ती दुई पति पत्नीलाई सन्तानको लाभ छ कि छैन भन्ने जान्नको लागि भाग्य भाव हेर्नुपर्छ। त्यसकारण पति पत्नी दुवैको यी भावलाई हामीले विचार गर्नुपर्ने हुन्छ। अब आउनुहोस् तपाईहरू यी विषयमा विचार गरौँ। सर्वप्रथम हामीले के बुझ्नुपर्छ त भन्दाखेरि जन्म कुण्डलीमा गुरु माने बृहस्पति, शुक्र प्रबल छन् भने, कारक छन् भने लग्न अनुसार अकारक पनि छैनन्,
कारक पनि छन् गुरु र शुक्र, बलवान पनि छन्, युवा डिग्रीमा छन्, उनीहरूको अंश युवा अंशमा छन्, तिनीहरू 18 अंशभित्र छन्, शुभ भावमा बसेका छन्, शुभ प्रभावमा बसेका छन्, पाप ग्रहको दृष्टि छैन भने त्यस्तो अवस्थामा उत्तम सन्तान प्राप्त हुन्छन्, राम्रा सन्तान हुन्छन्। त्यस्तै पति पत्नी दुवैको कुण्डलीमा गुरु शुक्र कमजोर छन्, लग्न अनुसार अकारक छन्, अशुभ प्रभावमा बसेका छन्, पापबाट पीडित छन्, पाप ग्रहबाट पीडित छन्, त्यस्तो अवस्थामा कमजोर सन्तान प्राप्त हुन्छन् ती दम्पतिलाई। तपाईले दुईटा कुरा जान्नुभयो। अब तेस्रो पोइन्ट जान्नुहोस्। पुरुषको कुण्डलीमा सूर्य, गुरु, शुक्र राम्रा हुनुपर्छ सन्तान उत्तम हुनको लागि। त्यस्तै नारीको कुण्डलीमा गुरु, चन्द्र र मंगल राम्रा हुनुपर्छ, प्रबल हुनुपर्छ, पाप प्रभावमा हुनु हुँदैन, पाप पीडित हुनु हुँदैन, नीच अस्त हुनु हुँदैन। अर्को कुरा, दुवैको कुण्डलीमा सन्तान कारक ग्रह, मैले यी अघि बताएका ग्रहहरू राम्रा छन् भने उत्तम सन्तान प्राप्त हुन्छन्। एउटाको कुण्डलीमा सन्तान कारक ग्रह, सन्तानेश ग्रह उत्तम रहेछ, और पति पत्नी मध्ये अर्को कुनैको कुण्डलीमा कमजोर रहेछन् ती सन्तान कारक ग्रह, सन्तानेश ग्रह अथवा सन्तान भावमा भनेदेखि त्यस्तो अवस्थामा एउटाको उत्तम एउटाको अधम भयो भने मध्यम खाले सन्तान हुन्छन्। त दुईटैको कुण्डलीमा सन्तान कारक ग्रह, पञ्चमेश ग्रह, अघि मैले बताएका यी ग्रहहरू अधम अवस्थामा रहेछन् भने सन्तान पनि अधम अवस्थाका हुन्छन्। त्यसो भएको हुनाले तपाईहरूले यहाँ मैले बोर्डमा दिइकन सिकाउने छु, तपाईहरूले जान्नुहुनेछ। र मैले आज अस्तिदेखिको एउटा कुरा पनि मैले अन्तिममा त्यसको उत्तर दिनेछु। तपाईहरू भिडियोको अन्तिमसम्म रहनुहुनेछ, किनभने मैले अस्तिदेखि कमेन्टमा सोधेका प्रश्नको उत्तर मैले दिनेछु। नेपालीमा ग्रहहरूको उच्च नीचको श्लोक चाहियो भन्नुभएको थियो, मैले त्यो आफै बनाएर तयारी गरेको छु, तपाईहरू हेर्न सक्नुहुन्छ। त्यो भन्दा पहिले यहाँ क्लास हामी पूर्ण गर्नेछौँ। यहाँ मैले लग्न भावमा कुण्डली हेर्न सक्नुहुन्छ। कुण्डलीमा जम्मा 12 वटा कोठा हुन्छन्। 1 2 3 4 5 6 7 8 9 10 11 12। यो कुण्डली जन्म कुण्डली भनेको कस्तो हो त भन्दाखेरि मित्रजनहरू, कुनै पनि अस्पतालमा हरेक रोग लिएर मान्छे गएका हुन्छन्, तर एकै विभागमा त्यसको के हुन्छ, जाँच हुँदैन, उपचार हुँदैन, फरक फरक भावमा उपचार हुन्छ। विभागको उपचार गर्नु पर्यो, त्यहाँको प्रश्न आयो। सप्तम भावमा धेरै निगरानी दिनुपर्ने हुन्छ। विद्याको कुरो आयो, सन्तान आयो, पञ्चम भावमा जानुपर्ने हुन्छ। भाग्य स्वदेशमा विदेशमा 9 भावमा जानुपर्ने हुन्छ। माता मित्र घर ससुराली खेती हेर्नु पर्यो, चौथो स्थानमा जानुपर्ने हुन्छ। व्यक्तिको पराक्रम हेर्नु पर्यो, तृतीय भावमा जानुपर्ने हुन्छ। धन हेर्नु पर्यो त्यो व्यक्तिको, द्वितीय भावमा जानुपर्ने हुन्छ। दैनिक आम्दानी र ब्याङ्क ब्यालेन्स हेर्नु पर्यो, एकादश भावमा जानुपर्ने हुन्छ। फेरि कर्म हेर्नु पर्यो, वृत्ति हेर्नु पर्यो, 10औं स्थान जानुपर्ने हुन्छ। व्यापार हेर्नु पर्यो, 7औं स्थान हेर्नुपर्ने हुन्छ। व्यय हेर्नु पर्यो, द्वादश स्थान हेर्नुपर्ने हुन्छ। रिपु रोग ऋण हेर्नु पर्यो, 8औं स्थान हेर्नुपर्छ। दुर्घटना आदि नदी पार समुद्र पार हेर्नु पर्यो, 8औं स्थान हेर्नुपर्छ। त्यसो भएको हुनाले यी कुण्डलीका भाव र अस्पतालका फरक फरक जाँच्ने ठाउँ हुन्छ नि, के भन्छ त्यसलाई, हो त्यस्तै हो यो कुण्डली पनि। अब आउनुहोस् यहाँ सन्तान भावमा। मैले यहाँ चिन्ह लगाएँ, किन अघि नै मैले सूत्रमा दिइसकेँ, आफू सक्षम हुनुपर्छ, यो ठीक हुनुपर्छ भनेको। अब त्यसका लागि आफू मात्रै ठीक भएर भएन, पत्नी ठीक हुनुपर्छ, पत्नीका कुण्डली अनुकूल हुनुपर्छ, यहाँ चिन्ह लगाएँ मैले। त्यति मात्रै भएन, संस्कार चाहिन्छ, मैले यहाँ चिन्ह लगाएँ, हेर्नुहोस् राइट चिन्ह छ।
फेरि त्यति मात्रै भएन, भाग्य पनि चाहिन्छ, भाग्यमा पनि लिएर आउनुपर्छ। यति कुरा भएपछि सन्तान प्राप्त हुन्छ। त्यसो भएको हुनाले मैले यहाँ राइट लगाएँ, यसको कुरो मैले बुझाउने छु। अब आउनुहोस्, मैले यहाँ 7 को अङ्कमा शुक्र लेखेँ। यहाँ मैले के लेखेँ भन्दाखेरि सूर्य चाहिँ कहाँ लेखेँ मैले भन्दाखेरि 1 को अङ्कमा सूर्य लेखेँ। फेरि यहाँ मैले 4 को अङ्कमा बृहस्पति लेखेँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ एरो दिएर देखाएको छु मैले। यो पुरुषको कुण्डली मानौँ, आज तपाईले मान्ने कुण्डली पहिले पढ्नु पर्नेछ। भोलि मैले कुण्डलीका उदाहरण पुरै लिएर आउनेछु भोलिका दिनहरूमा। हेर्नुहोस् तपाईहरू, अब यहाँनेरि कर्कटको बृहस्पति, पुरुषको कुण्डलीमा बृहस्पति राम्रो हुनुपर्छ सन्तान राम्रो हुनका लागि। शुक्र राम्रो हुनुपर्छ, स्वगृही शुक्र राम्रो पनि भयो, सन्तान भावमा बसो त्यसै राम्रो। अर्को बृहस्पति उच्च भएर बसो त्यसै राम्रो। अर्को सूर्य गएर लाभ स्थानमा बसो, त्यहाँ गएर चाहिँ विशिष्ट कारक बनो, यहाँबाट यहाँ देखो त्यसै राम्रो हो। यस्तो अवस्थामा सन्तान राम्रा हुन्छन्, यो उदाहरण हो। अब नारीको कुण्डली हेर्नुहोस्, नारीको कुण्डलीमा कुन कुन राम्रा हुन्छन् भनेर मैले अघि पोइन्ट दिएँ। हेर्न सक्नुहुन्छ तपाईहरू कर्कट लग्नको कुण्डली, कर्कटको बृहस्पति अत्यन्त उत्तम हुनुभयो। यहाँबाट 1 2 3 4 5 यहाँ पञ्चम स्थानमा देख्नुभयो, त्यसै उत्तम हुनुभयो। तपाईले हेर्न सक्नुहुन्छ यहाँ मङ्गल कर्मस्थानमा चाहिँ स्वगृही भएर 10औं स्थानमा बसो त्यसै उत्तम भयो। यो नारीको कुण्डलीमा चाहिँ बृहस्पति मङ्गल चन्द्रमा राम्रो हुनुपर्छ। फेरि पनि पञ्चम भावमा सप्तम दृष्टिले देख्नुहुन्छ चन्द्रमाले 1 2 3 4 5 6 7 यहाँ देखिरहनु भएको छ। त्यसो भएको हुनाले उच्च चन्द्रमा हुनु पर्यो अथवा स्वगृही चन्द्रमा हुनु पर्यो। यस्तो अवस्थामा सन्तान राम्रो हुन्छन्। यस्तो स्वभावको यस्तो विशेषता भएको नारीको कुण्डली र यस्तो विशेषता भएको पुरुषको कुण्डली भयो भने सन्तान राम्रा हुन्छन्। मैले आज यहाँलाई सन्तान सम्बन्धी विचार गर्नको लागि पहिलो आधारभूत कुराहरू यहाँलाई प्रस्तुत गरेँ। अब म तपाईहरूले कमेन्ट गर्नुभए अनुसारको म आज श्लोक अनुसारको संस्कृत श्लोक अनुसारको नेपाली भाषामा मैले लिएर आएको छु। तपाईहरुको कमेन्ट अनुसारको मैले उत्तर दिँदै छु। तपाईहरु सुन्नुहोस्। मेषे रवि वृषे चन्द्र मकरे च मही सुत कन्यायां रोहिणी पुत्रो गुरु कर्के झसे भृगु शनिस्तुलायां उच्चस्थ मिथुने सिंहिका सुत उच्चात सप्तमगा नीचा रासौ वापि नवां सके। यही हो ग्रहहरूको उच्च र नीचको श्लोक, यही नै हो। मलाई कमेन्ट गर्नुभएको थियो माधव कोइरालाजीले, मित्र हाम्रो मातृका प्रसाद पौडेलजीले, त्यस्तै अरू पनि साथीहरूले गर्नुभएको थियो। यहाँहरूको मैले नाम लिन भने पनि क्षमा गर्नुहोला। यहाँहरूले मलाई नेपाली भाषामा पाइँदैन गुरुजी भन्नुभएको थियो। नेपाली भाषा त मलाई त्यति थाहा छैन, जस्ताको तस्तै मैले नेपाली भाषामा बनाएको छु। तपाईहरू यसै अनुसार सुन्नुहोस्। मेष सूर्य वृष चन्द्र मकर का उच्च मंगल कन्या बुध गुरु कर्क मीनमा उच्च भार्गव शनि तुला मिथुन राहु धनुमा उच्च केतव स्वउच्च राशिका सातौं नीच हुन्छन् सबै ग्रह स्वउच्च राशिका सातौं नीच हुन्छन् सबै ग्रह। यी बताएका स्थानमा ग्रहहरू उच्च हुन्छन्, तिनका ठिक 7औं स्थानमा गए भने तिनै ग्रह नीच हुन्छन्। 7औं राशिमा गए भने आफू जहाँ उच्चमा बसेका छन् तिनै ग्रह फेरि नीचमा प्रवेश गरे भने, नीच राशिमा छन् भने, अथवा आफू उच्च भएका राशिबाट 7औं राशिमा गए भने सबै ग्रह नीच हुन्छन् भन्ने कुरा यहाँलाई मैले प्रस्तुत गरेँ। अस्तु, मेरा वाणीलाई यही विश्राम दिन चाहन्छु। जय श्री राधे।